हिजो नि आउनु भयो हिजो आएर जोखानामा त्यहाँबाट उहाँलाई चाहिँ दाइ हुनुहुन्छ मैले बुढोको नाम दिएपछि सरलाई देखिहाल्नु पर्यो हिजो जोखानामा आयो उहाँ आउनुभएको थिएन अनि मैले उहाँलाई नि एकचोटि ल्याउनुहोस् किनभने दाइ त के तरेको देखे होइन भाइकैमा छ हेर्नुहोस् अनि यसलाई त हामीले पार लाउनु पर्छ नाकबाट कस्तो रगत आयो अनि मैले रोकिदिएको पुरै नाकबाट त खुन आइहाल्यो यहाँबाट त्यो भित्रभित्र हेर्नु त अनि यस्तो मान्छेलाई अनि विदेश कसरी हुन्छ त पिसेर बसिसक्यो त्यो दाइ अकालमा मर्यो भने यस्तो हुन्छ के अनि तपाईँहरूले जति नाकको पूजा गर्नु उहाँ नाकको थानमा गएर उसलाई नै देखेको छु मैले हिजै मैले भने नाकको थानमा बसेर खाइराखा तपाईँहरूले नाकलाई मान्नु भए अब छ प्रेत यहाँ ले धन्न तपाईँहरूलाई त तपाईँको पितृले बचाहा अब आमालाई आमा भाटा जान खोजे खायो हेर्नु त आमा खोजेको अवस्थै अब आमा भाटा जानलाई उसलाई तार दिनुपर्छ हामीले बुझ्नुभयो नि अहिलेसम्म यस्तो हुनुभएको थियो अहिलेसम्म थाहा थियो तपाईँलाई ल हेर्नुहोस् त कसरी गडेर बस्दो रहेछ हेर्नु त 5 मिनटमा माताहरूले 5 मिनट उम्काइदिनुहुन्छ के हो नि 2-3 घन्टा लाग्छ यो गडेको झ्याप पाउन खोज्दैन ऊ देखा परेपछि त थाहा हुन्छ नि त अनि 5 मिनटमा यसो जोखाना हेरेर ल तपाईँलाई यो रहेछ भनेर अनि यसो गर्छन् आएर भने छोडिदिन्छन् त्यस्तो कहिले पनि गर्नु न खिचेर निकाल्नु पर्छ खिचेर निक्ल्यो नि पहिला त जब्बर नि मैले आँखामा हेर्नु भन्दा त एकैछिन यस्तो गरे होइन के त्यसले मन्त्रले खिच्दा 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 उसले सहन नसकेपछि ल हेर्नु त थाहा पाउनुभयो नि नराम्रो चिजको फ्याट्टै आउँदो रहेछ यहाँ नराम्रो चिजको फ्याट्टै आउँछ मलाई नराम्रो चिज म आफैले नि खिचिदिन्छु होइन अनि उसकै अङ्गमा छ के यो चाहिँ उसकै अङ्गमा छ उसकै अङ्गमा हल्लाए हाम्रोमा आएर विश्वास हुन्न के उसकै अङ्गमा हल्लाएपछि त थाहा भयो नि त त्यही त ऊ आफैमा रहेछ अब उहाँ आउनु भएको छ उहाँलाई विश्वास लाग्दैन ममा आएर भन्यो भने मलाई आफूले भनिसक्नु उहाँ खासै विश्वास गर्दैन भनेर हेर्नु त्यही भएर अब उसकै अङ्गमा छ उसलाई नै हल्लाइदिन्छु भनेर भन्नुभयो ल हल्ला भन्नुभयो जम्मेर बस्यो नि अहिलेको हो त यो अनि विदेशमा कसरी बस्न दिन्छ त यसले त्यही त राम्रो नभएको के विदेशमा यसलाई हटाएर बल्ल उहाँको मैले हिजो भाग्ने मरेर बाँचेको गाडीमा त्यस्तो गाडी पचत्तै ठोकिँदा मिसिनले तानेको मान्छेलाई चोटै कतै नदेखेको के पितृ कृपा मैले हिजो हजुरलाई भने नि त्यस्तो जेलले दिए पितृ चाह्यो भने साथी त्यही ठाउँमा एक्सिडेन्ट भयो साथी मरेर विदेशमै मरेर लास घर आयो हाम्रै गाउँमा घर नजिकै उसको पनि त्यही सेम केस भएको तर खर्च कतै पनि आएन पितृले तर 2-3 दिनसम्म त पुरै शरीर काम्यो अरे त्यो पितृ त तपाईँहरूको त धेरै बलियो यति आशीर्वाद दिनुभएको नि तपाईँको आमाले अझ सबभन्दा बढी हिजो देखिसक्यो पितृ आमालाई चाहिँ एकदम तपाईँहरूले जे गर्दा नि मैले पितृ अगाडि सार्नु भनेको कारण यही हो अनि पहिला नाक खेल्छ त्यहाँ धारा रहेछ हजुरहरूकोमा त्यहाँ नाकको पूजा गर्नु हुँदो रहेछ बाबाले चाहिँ ठुस्क हुनुभएको हिजो आइसक्यो किनभने त्यो धारामा बाबाले त्यो कल धाराको पानी खोजिरहनु भएको छ अब यो सबै खुन आयो कसरी खुन आयो बिचारो त्यो भित्र हेर्नु त त्यो चिजले त अनि तपाईँहरूलाई प्रेसर हान्दिने सुती मान्छे भोलिपल्ट छैन कति देखे गड्या हुन्छ कि यो चिज कति गाह्रो यत्रो मान्छे शरीर ठुलो भएर के गर्नु भित्र तत्त्व बिग्रेपछि अब बल्ल यसलाई पन्छाउनुहोस् अनि बल्ल उहाँको त त्यही कम्पनीमा नि राम्रो हुनपर्छ के किनभने मैले हिजो हजुरलाई तर के गर्नु भित्र अर्को चिज छ उसको मुक्ति भएको छैन कमाएको होइन त्यो कम्पनीमा नि कमाएकै हो के कमाएको तर बचत पनि छैन सह पनि छैन कि अनि उसले ठ्याङ्राङ्ग दाइ आएर मर्नुभएको त कसरी हुन्छ त मरेको दाइ सह पनि छैन बचत पनि छैन के त्यस्तो हो अब हुन्छ अब यसलाई तार्दिएपछि सबै बाटो खुल्छ उहाँको विदेशको जो अर्को देश पनि हुन्छ त्यहाँ आँटिने हुन्छ र यही कम्पनी जान्छु भने यही कम्पनीमा राम्रो हुन्छ यो सब तारेपछि ल अब कहिले आउनु भइसक्यो थाहा भयो नि त जड के रहेछ भनेर जड थाहा पाएपछि भयो क्या हामीलाई मूल जड हो थाहा पाउनु पर्ने जड आयो त तपाईँबाट आमालाई खोज्नु भएको छ अब आमा भाटामा आमा बाहेक अरू कोही खोज्नु भएन कि है आमै खोजे जिन्दो सन्जोले आमा मात्रै भन्थे एकदम माया गर्दा रहेछन् अब आमासँग अहिले आमा पितृदेव हुनुभएको ऊ प्रेतमा छ ल हेर्नुहोस् अब उसलाई बिस्तारै सफा गर्दै हामीले देवयोनिमा लैजाने त्यसको लागि गर्नुपर्छ है गर्नुपर्छ अब हामीले गरिदियो भन्ने हो नत्र
किन मतलब यो फेरि उनीहरूकै घर परिवारमा छोरा पनि छ, बुहारी बुढी छ। यो धेरैले मलाई यही प्रश्न सोध्नुहुन्छ कि उहाँको इच्छा उहाँलाई रक्सी मन पर्न थाल्छ, मजाले झन् धेरै धेरै खान मन लाग्छ, रक्सी खाएपछि पागल भइदिन्छ। हो त्यो त हो के रक्सी खाएपछि दिमागले काम गर्दैन हजुरको, थाहै पाउनुहुन्न। उति बेला खोडा हातमा आएर छम्काइदियो नि थाहा हुन्न तपाईँलाई रक्सी खाएपछि। किन रहेछ? दाइ रहेछ भित्र। यो भयो के घटना त्यही भएर नि यो घटना भयो के दाइले चलाउँछ क्या मलाई त। दाइलाई रक्सी मनपर्छ, एकदमै भाइलाई रक्सी मन पर्न थाल्यो, दाइलाई मासु मनपर्छ, अनि मान्छेलाई थाहा हुन्न क्या यो कुरा। हेर्नुहोस्, अनि मेरो बुढो रक्सी खाएपछि पागल हुन्छ, किनभने अरू बेला देउता हुन्छ, रक्सी मरेपछि पागल हुन्छ भन्छ। त्यो त मैले भनिरहेको छु अलरेडी। अब यो रक्सी खाएर पागल हुनु त यही हो। त्यही भएर अब हजुर बिस्तारै यो तत्त्व फालेपछि रक्सी पनि छोड्नुपर्छ। यहाँ आउनुहोस्, म केही उपाय गरिदिन्छु, तपाईँले रक्सी पनि हटाउनुपर्छ। अनि अब प्रगति पितृको कृपा छ, राम्रो पितृको कृपा छ, तपाईँहरूको नाकको पनि यति राम्रो कृपा छ, त्यहाँ हेर्नुहोस्। अब यसलाई हटाएपछि अहिले नागलाई जाने भोग पनि हेर्नु त्यति राम्रो भन्नुभयो। ए बाबुहरूको त कुरै छोडिदिनु के। तपाईँको चाहिँ मैले ट्याक्कै थाहा भइसकेको थियो, पहिलो तपाईँको सबभन्दा अगाडि चामल यस्तो गर्ने बित्तिकै ल उहाँलाई चाहिँ ल्याउनु पर्छ, किनभने प्रेत जमेर बसिसक्यो यहाँ पहिलेबाट। हेर्नु गाह्रो हुन्छ के। अब ठुलो दागको मान्छे हुनु झन् हल्लाउनु कति गाह्रो। अब उहाँलाई त्यो भएपछि तपाईँहरूले नाक बल्ल नागले तपाईँहरूले दिएको लिन्छ, किनभने नाग बन्धनमा देख्थ्यो के, उहाँले नै बाँधिदेखा क्या नागलाई। मैले भन्नुभयो त्यो ठाउँमा देखिन्छ कि बेला बेलामा ठ्याक्कै दाइकै स्वरूपमा अघि दाइ बसे जस्तो के देख्यो यस्तो भने हामी बेला बेलामा त देखिन्छ कि बेलुकामा। अब नागको स्थानमा उसलाई नै देखेँ मैले, त्यही भएर हजुरलाई अब हजुरले देख्नु हुँदो रहेछ, किनभने तपाईँहरूले पूजा गरेको उसलाई भएको के, नागलाई पूजा गर्नु भएको, तर नाग खुसी छैन।